जोजलपा नमस्ते। आज पनि उपस्थित भइसकेका छौँ हामी कार्यक्रम समय सन्दर्भ लिएर प्रविधि संयोजन मार्फत दिलीप कुमार महर्जन र म शङ्कर थापा। कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। अहिले हामीसँग फोन सम्पर्कमा जोडिनु भएको छ कीर्तिपुर नगरपालिकाका उपमेयर तथा प्रवक्ता सरस्वती रिजाल खड्काज्यू। उहाँ हुनुहुन्छ कीर्तिपुर नगरपालिकाका उपमेयर तथा प्रवक्ता। आज हामी कीर्तिपुर नगरपालिकाको विषयमा के कस्तो स्थिति छ कोरोनाको त्यस विषयमा उहाँसँग छलफल गर्नेछौँ र अहिलेको स्थिति बारेमा पनि जानकारी लिनेछौँ। सबभन्दा पहिला म उपमेयरज्यूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हेलो उपमेयरज्यू नमस्कार, म नेवा एफएमबाट बोल्दैछु। हेलो हजुर नमस्कार। यो नेवा एफएमको समय सन्दर्भ कार्यक्रम हो यो। अहिले म यो कार्यक्रममा यहाँलाई स्वागत गर्छु। हजुर धन्यवाद। यो समय सन्दर्भ कार्यक्रममा चाहिँ अब हामी विशेष गरी अब यो करेन्ट अफेयरहरू अब भनौँ न समसामयिक विषयहरू प्रस्तुत गर्नेछौँ। अहिले कोरोनाको महामारीको स्थिति छ र हाम्रो नगरमा पनि धेरै नै फैलिरहेको स्थिति छ। कतिपय त हामीले अहिले मलाई सुनिरहनु भएको छ, एकदमै सानो आवाज आइराखेको छ, मैले बुझ्न नै सकिरहेको अवस्था छैन। एकैछिन सुरुमा अलिकति सानो आउँछ अनि बिस्तारै ग्रेजुअली इन्क्रिज हुन्छ, राम्रो आउँछ होला भन्ने मैले आशा गरेको छु। अहिलेको स्थिति कोरोनाको स्थिति हाम्रो नगरमा के कस्तो छ हजुर? यहाँलाई धन्यवाद दिन चाहन्छु। सर्वप्रथम त अहिलेको जुन कोरोनाको स्थिति छ यसमा चाहिँ अहिले अब जुन कोभिडको अवस्था निषेधाज्ञा हुनु भन्दा अगाडि भन्दा अहिले दिन प्रतिदिन कोभिडको सङ्ख्या बढिराखेको अवस्था छ र काठमाडौँ उपत्यकामा नै कोभिडको सङ्ख्या बढिराख्दाखेरि कीर्तिपुर नगरपालिकामा पनि कोभिडको सङ्ख्या चाहिँ दिनानुदिन बढिराखेको अवस्था छ भने जनप्रतिनिधि लगायत स्थानीयमा समुदायमा नै कोभिड फैलिसकेको अवस्था चाहिँ छ। हजुर, अहिले यसो भन्दाखेरि अब यो लकडाउन खुलेपछि हत्तै बढेको स्थिति आएको हो। यो लकडाउन खुलिसकेपछि चाहिँ अब यो जुन चहल पहलहरू भए त्यो चहल पहल पश्चात चाहिँ एक ठाउँबाट अर्को ठाउँमा मानिसहरू आवाज जावत गर्ने हुँदाखेरि चाहिँ कोभिडको सङ्ख्या बढेको चाहिँ हो। यो अहिले भनौँ न देशभरि नै यसरी बढिरहेको स्थिति छ। अब यसलाई अब हामी फेरि पुनः पहिले जस्तो अलिकति कन्ट्रोल गरेर जान सकौँला त? यहाँको स्वर सानो आइरहेको छ, मैले बुझिराखेकै छैन। त्यो फोन चाहिँ ह्यान्ड फ्री राखिदिनुहोस् न तपाईँ, त्यो गर्दा सुनिन्छ कि भन्ने यहाँ हाम्रो प्रविधि मित्रले भन्नुभएको छ। ह्यान्ड फ्रीमा राखिदिनुहोस् त, सुन्न सकिन्छ होला। हजुर, त्यो फोनलाई ह्यान्ड फ्री गरिदिनुहोस् त, मोबाइल फोनलाई। ह्यान्ड फ्री नै गरेको छु मैले, तर पनि एकदमै सानो साउन्ड आएको छ। हजुर, म अलिकति चिच्याएर बोल्छु है हजुरलाई। अब अहिलेको स्थितिमा हाम्रो अहिले फेरि यो नियन्त्रणभन्दा बाहिर जाला कि भन्ने आशा गरे कस्तो छ अहिलेको यो हाम्रो कोरोना? अहिलेको परिस्थितिमा हामीले यो कोभिड चाहिँ नियन्त्रणभन्दा बाहिर जान्छ कि भन्ने खालको हामी शङ्काको अवस्थामा चाहिँ छौँ। हजुर, किनकि हामीले कन्ट्याक्ट ट्रेसिङहरू गरिराख्दाखेरि पनि दिन प्रतिदिन चाहिँ एकजनामा कोभिड देखियो भनेर कन्ट्याक्ट ट्रेसिङमा जाँदाखेरि अब त्यो भित्र पर्नेहरूमा पनि देखिराखेको जुन कन्ट्याक्ट ट्रेसिङभित्रकाहरूमा पनि अलिकति सङ्ख्यात्मक हिसाबले चाहिँ धेरैजनामा देखिएको अवस्था छ। त्यो भएको हुनाले हामीले अब तत्कालै अलिकति सतर्कता नअपनाउने हो भने हाम्रो नियन्त्रणभन्दा बाहिर जान्छ भन्ने चाहिँ यो चाहिँ जुन किसिमको आकलन गर्न चाहिँ सकिन्छ। हजुर, अब अहिले सङ्क्रमण देखिहालेको अवस्थामा चाहिँ अब तिनीहरूलाई आइसोलेसनमा लगेर राखेको छ कि अथवा कतै होम क्वारेन्टाइनमै बस्ने व्यवस्था केही अब भनौँ न निगरानी गरिएको छ? कीर्तिपुर नगरपालिकामा चाहिँ कोभिड हुनुभएकाहरू चाहिँ केही होम आइसोलेसनमा हुनुहुन्छ भने केही चाहिँ आइसोलेसन नै गरेर बस्नु भएको छ। जुन कीर्तिपुरको कोर बस्तीहरूमा जहाँ चाहिँ आफू होम आइसोलेसनमा बस्नको लागि अलिकति अप्ठ्यारो खालको अवस्था छ र जुन परिवारभित्र एउटै शौचालयहरू चाहिँ प्रयोग गर्ने त्यो खालको र होम आइसोलेसनमा चाहिँ बस्नको लागि असहज हुने अवस्था छ भने चाहिँ उहाँहरू चाहिँ यो आइसोलेसनमा जानुभएको छ। त्यो बाहेकको चाहिँ अलिकति बस्नको लागि सहज हुने खालको घरमा छुट्टै शौचालय प्रयोग गर्न सकिने खालको त्यो हुँदाखेरि चाहिँ होम आइसोलेसनमा पनि बसिराख्नु भएको अवस्था चाहिँ छ। अब भन्दाखेरि अब यो कोरोना चाहिँ अब भनौँ न अहिलेको फैलिएको अवस्थामा स्वास्थ्य कर्मीहरूलाई फैलिएको छ कि अब भनौँ न बस्तीमा हाम्रा नागरिकहरू बस्तीमा बस्नेहरूलाई? साउन्ड सानो भएर मैले बुझिरहेकै छैन, आवाज सानो आइरहेको छ हजुरको।
अब यो कोरोना छ नि अहिले जुन अहिले अलिकति बढी फैलिएको छ भन्ने यहाँले जुन आशंका व्यक्त गर्नुभएको छ नि त्यो चाहिँ हाम्रो स्वास्थ्य कर्मीहरूले तिनीहरूलाई अब कन्ट्रोल गर्न सक्ने स्थिति छ त? अहिलेसम्मको अवस्थामा चाहिँ कन्ट्रोल गर्न सक्ने स्थिति नै छ। स्वास्थ्य कर्मीहरूले हजुर दिनानुदिन उहाँहरूले काम गरिराख्नु भएको छ र अलिकति कन्ट्रोल गर्न सक्ने अवस्था पनि छ। तर भोलि चाहिँ नि अझै धेरै फैलिएको अवस्थामा जाने र अलिकति भयावह स्थिति हो भने चाहिँ कन्ट्रोलभन्दा बाहिर जान्छ कि भन्ने खालको अवस्था चाहिँ आउन सक्छ। हजुर अब यसरी धेरै नै फैलियो भने अब हामीले के नगरलाई नै सिल गर्ने योजनाहरू केही त्यस्तो किसिमको तर्जुमा गरिरहनु भएको छ? अब त्यस्तो खालको नगरलाई नै सिल गर्ने योजना त हामीले गरेका छैनौँ, किनकि अब काठमाडौँ उपत्यका भनेको एउटा पालिकाले निर्णय गरेर एउटा पालिकालाई मात्र सिल गरेर पनि सम्भव हुने खालको चाहिँ छैन। उपत्यकाको सबै पालिकाहरूले एक रूपका साथ काठमाडौँ उपत्यकाका नाकाहरूलाई चाहिँ अलिकति कडाई गर्ने खालको अवस्था र काठमाडौँ उपत्यकाको नै एउटै निर्णय गरेर जानुपर्ने अवस्था देखिन्छ। किनकि हामीसँग त खुल्ला खालको स्थिति छ, सबैमा जोडिएको छ पालिकाहरूसँग। त्यो भएको हुनाले आवाज जावत सहजै ढङ्गबाट गर्न सक्ने भएको हुनाले चाहिँ एकरूपताको साथ निर्णय गर्नुपर्ने अवस्था चाहिँ हामीले देखेका छौँ र त्यो भएको हुनाले नगरपालिकाले छुट्टै खालको निर्णय गर्न सक्ने अवस्था अहिले चाहिँ देखिएको छैन। स्वास्थ्य मापदण्ड अपनाउने किसिमको र स्वास्थ्यको लागि चाहिँ हामीले जुन कन्ट्याक्ट ट्रेसिङ टिमलाई परिचालन गर्दाखेरि स्वास्थ्य कर्मीको परिचालन गर्ने कुरामा ती कुराहरूमा चाहिँ अलिकति विशेष निगरानी राखेर पालिकाले गर्ने कुरा छन्। आइसोलेसनमा बस्नु भएकोहरूलाई नियमित चाहिँ उहाँहरूसँग स्वास्थ्य कर्मीहरूले समन्वय कुराकानी गर्ने कन्ट्र्याक्टमा रहने कुराहरू छन् भने आइसोलेसनमै बसिराख्नु भएकोसँग पनि के कसो छ त भन्ने कुराहरू होम आइसोलेसनमा बसेकोसँग ती नियमित चाहिँ कन्ट्याक्टमा रहने कुरा छन्। तर छुट्टै खालको चाहिँ यो खालको सिलै गरेर जान सक्ने अवस्था चाहिँ काठमाडौँ उपत्यकाको पालिकामा अलिकति सम्भव नहोला भनेर हामीले त्यो खालको निर्णय चाहिँ गरेको छैनौँ। हजुर अब नगरपालिकामा अब भनौँ न नागरिक सचेतना सम्बन्धी केही कार्यक्रमहरू गर्नुभएको छ? नागरिक सचेतनाका कार्यक्रमहरू चाहिँ हामीले गरिराखेको अवस्था केही धेरै नागरिक सचेतनाका कार्यक्रमहरू हामीले गऱ्यौँ कोभिड सुरु भएदेखि नै। अब कोभिड सुरु भएको पनि लामो समय भइसक्यो। त्यो भएको हुनाले अहिलेसम्म आइपुग्दाखेरि चाहिँ नागरिक सचेतना पनि अब यो के भयो त भन्दा नागरिक सचेत हुनुहुन्छ, नागरिकहरूलाई सबै कुराका त्यो खालको छ, उहाँहरू चाहिँ सजग हुनुहुन्छ। त्यति हुँदाहुँदै पनि बाध्यात्मक अवस्था चाहिँ छ। अब कोभिड भएको लामो समय भइसक्यो, कहिलेसम्म यो कोभिड रहन्छ भन्ने खालको पनि त्यो आकलन गर्न पनि सकिँदैन। त्यो भएको हुनाले कोरोना सँगसँगै नै हामीले अब जीवनयापन गर्नुपर्छ भन्ने खालको चाहिँ कोरोनालाई नै त्यसलाई चाहिँ हामीले कोभिडलाई सँगसँगै त्यसलाई परास्त गर्दै हामी अगाडि बढ्नुपर्छ भन्ने नागरिकको भावहरू त्यस्ता खालका भाव छन्। सचेतनाहरू चाहिँ हामीले सुरुका चरणमा धेरै सचेतना कार्यक्रम गरेको हुनाले अहिले गरेको अवस्था छैन। र यो जनमानसमा चाहिँ के छ भने रोगको भन्दा पनि भोकको समस्या हुने किसिमको अवस्था भएको हुनाले त्यो अवस्था भएको हुनाले रोजगारी सिर्जना गर्ने कुराहरूमा विकास निर्माणका गतिविधिहरूमा जुन चाहिँ नि अब अहिले धेरैका रोजगारीहरू गुमेका छन्। त्यही भएको हुनाले एउटा योजनाहरू प्रोजेक्टहरू सञ्चालन गर्दा रोजगारीहरू सिर्जना गर्ने कुराहरू छन्। ती कुराहरूलाई चाहिँ ध्यान दिएर हामीले स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै अगाडि बढौँ है भन्ने किसिमका कुराहरू चाहिँ गरेर अगाडि बढेको अवस्थामा चाहिँ छौँ। अब उपमेयरज्यू अब नगरपालिकालाई अब कोभिड-19बाट बचाउ गर्नको लागि भनौँ न नगरपालिकाका बासिन्दाहरूलाई यहाँका क्लबहरू सङ्घ संस्थाहरूले को तर्फबाट पनि केही सहयोगहरू जानकारीहरू केही सुरक्षा विधिहरू केही प्रयोग भएका छन् अथवा केही गर्नुभएको छ? अब यसमा चाहिँ के छ भने क्लबहरू युवाहरू जुन किसिमको चाहिँ यहाँ भित्र भएका विभिन्न सङ्घ संस्था नागरिक समाजका आदरणीय व्यक्तित्वहरू सबैले चाहिँ यो कोभिडसँगको उसमा चाहिँ सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने यहाँका राजनीतिक दलदेखि यावत सबैको भाव चाहिँ एउटै खालको छ। यो कोभिडलाई परास्त गरेर जानको लागि हामी सबैले हातेमालो गरेर अगाडि बढौँ भन्ने किसिमको भाव छ र सबैको सहकार्यमा नै हामीले सुरुका चरणदेखि कोभिड सुरु भएदेखि त्यही चरणमा अहिलेसम्म आइपुग्दाखेरि सबैको साथ सहयोग सल्लाहमा सबैले समन्वय गरेर नै हामी यहाँ यो अवस्थासम्म आइपुगेका छौँ। र अहिलेको अवस्था हेर्ने हो भने त्यस्तो कीर्तिपुरलाई अलिकति केही अब सङ्ख्यात्मक हिसाबले अहिले बढेको अवस्था त छ, तर पनि तुलनात्मक रूपमा चाहिँ अब जुन किसिमको त्यति धेरै सङ्ख्यामा भएको भन्दा पनि अहिलेको चाहिँ अलिकति लकडाउन पश्चात चाहिँ अलिकति केही सङ्ख्यामा बढेको अवस्था हो। र साँच्चै भयावह स्थितिबाट अलिकति कम हुनलाई सबैको सहयोगले नै यो अवस्थामा चाहिँ हामी छौँ।
भन्न चाहिँ सकिन्छ। अब यसरी इन केस भनौँ न, अब यो यस्तो त नहोस्, अब भयावह स्थिति नै आयो भने, एकदमै महामारी नै फैलियो भने त्यतिखेरको हाम्रो नगरपालिकाले चाल्ने कदमहरू के हुनेछ होला? अब यो भयावह नै स्थिति आयो भने त नगरपालिकाको जुन कोरोना विपद समन्वय समिति छ, समन्वय समितिको तत्काल बैठकहरू बसेर त्यसको लागि के गर्न सकिन्छ भन्ने बारेमा पनि त्यसबाट चाहिँ एउटा निर्कुल निकालेर अगाडि बढ्ने छ भन्ने कुरा हो। र त्यो भएको हुनाले त्यो सम्बन्धमा चाहिँ हामीले छलफल गरिराखेकै अवस्थामा छौँ। कसरी जान सक्छौँ, हामी के गर्न सक्छौँ भनेर अलिकति छलफलकै चरणमा रहेको अवस्था छ। र भोलिको स्थितिलाई अलिकति यो भयावह नै हो भने नियन्त्रण गर्ने जाने गरी केही तयारी अवस्थामा चाहिँ हाम्रो स्वास्थ्य कर्मीको ऱ्यापिड रेस्पोन्स टिम पनि हामीले तयार पारेका छौँ। त्यो अवस्थामा चाहिँ रहेको छ। यो कस्तो स्वास्थ्य कर्मीहरूको ऱ्यापिड रनिङ टिम भने कस्तो खालको छ हजुर बताइदिनु न अलिकति। हेलो हजुर, यो स्वास्थ्य कर्मीहरू परिचालन गर्ने भन्नुभयो अहिले भर्खरै यहाँले, कस्तो किसिमबाट परिचालन गर्ने एउटा क्राइटेरिया, एउटा भनौँ एउटा डायग्राम जस्तो बनाउनु भयो होला नि, कसरी? हामीसँग कीर्तिपुर नगरपालिकामा लगभग अब 70-80 जनाको सङ्ख्यामा स्वास्थ्य कर्मीहरू हुनुहुन्छ। स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्य कर्मीहरू हुनुहुन्छ। उहाँहरूलाई चाहिँ हामीले यो जुन टिओआर सहित नै उहाँहरूलाई अहिले परिचालन गरेका छौँ। जुन कि हाम्रा स्वास्थ्य केन्द्रहरूमा काम गर्ने कर्मचारीहरूलाई नि कोभिडकै लागि हामीले चाहिँ कोभिडसँग नै चाहिँ नि काम गर्नको लागि अगाडि बढाइराखेको हुनाले जुन चाहिँ नि यो ऱ्यापिड रेस्पोन्स टिम पनि स्वास्थ्य कर्मीहरूको ऱ्यापिड रेस्पोन्स टिम बनाएर अगाडि बढाएको अवस्था छ। त्यसरी चाहिँ स्वास्थ्य कर्मीहरूको परिचालन गर्ने काम हामीले गरेका छौँ। र आइसोलेसनमा बस्ने सङ्क्रमितहरूसँग नियमित सम्पर्कमा रहने जुन चाहिँ नि यो जुन जसलाई कोभिड भएको छ त्यसको लागि चाहिँ एउटा कन्ट्र्याक्ट ट्रेसिङ टिम पनि बनेको छ। त्यो टिम परिचालन गर्ने काम चाहिँ स्वास्थ्य कर्मीको टिमबाट हामीले त्यसरी गराइराखेको अवस्था छ। हजुर, अब भनौँ न स्वास्थ्य कर्मीहरू पनि फ्रन्ट लाइनमा जानुपर्छ। त्यसमा अब सुरक्षा कर्मीहरू भए, प्रहरीहरू, आर्मी, यो के अरे यो आर्मी छन् नि, यो हजुर के अरे आर्म पुलिस फोर्स छ नि एपिएफ, उहाँहरूलाई पनि कसरी परिचालन गर्नुभएको छ नगरपालिकामा? अब यो स्वास्थ्य कर्मी सँगसँगै अब स्वास्थ्य कर्मी हाम्रो स्थानीय तहका स्वास्थ्य कर्मीहरूलाई हामीले के गरेको छौँ भने जुन सुरक्षा कर्मीहरूदेखि उहाँहरू चाहिँ अब जुन नेपाल सरकारको नै एउटा मापदण्ड अनुसार उहाँहरू परिचालित हुनुभएको छ। अहिलेसम्म पनि सबैले आफ्नो दायित्व र भूमिका निर्वाह गर्दै आउनुभएको छ। त्यो भएको हुनाले सबैको समन्वय सहकार्यमा नै कामहरू अगाडि बढिराखेको अवस्था चाहिँ छ। र अब सुरक्षा कर्मीहरूलाई चाहिँ अब जुन किसिमको चाहिँ यो प्रशासनसँगको चाहिँ नि जुन उपत्यकाभित्रकै जुन किसिमको यो कोरोना विपद समन्वय समिति छ त्यो समितिले गरेको काम जुन चाहिँ नि त्यही समिति सिसिएमसीबाट हुने निर्णयहरूलाई कार्यान्वयन गर्ने काममा उहाँहरू लागिरहनु भएको छ। त्यो भएको हुनाले त्यसरी काम गरिराखेको अवस्था चाहिँ छ। हजुर, अब एकपटक यो स्वास्थ्य कर्मीहरूलाई, सुरक्षा कर्मीहरूलाई सुरक्षा भत्ता दिने भनेर सरकारी तौरबाट एकपटक एनाउन्स पनि भएको थियो। त्यो सम्बन्धी अहिले हाम्रो नगरले भनौँ न यो अब अहिलेको स्थितिमा के व्यवस्था गरेको छ कि छैन हजुर? यो अब यो स्वास्थ्य कर्मीहरूको लागि चाहिँ हामीले जुन ऱ्यापिड जुन चाहिँ नि कन्ट्र्याक्ट बेसिसमा काम गर्नेहरूको लागि चाहिँ हामीले थप चाहिँ नि उहाँहरूको लागि सुविधा थप भत्ताको व्यवस्था गरेका छौँ भने अरू स्वास्थ्य कर्मीहरूको लागि चाहिँ अहिले उहाँहरूलाई चाहिँ त्यो खालको चाहिँ गरेको छैन। कोभिड कहिलेसम्म पुग्छ भन्ने हो। र अब यो फेरि के छ त भन्दा अहिले स्थानीय तहहरूको पनि बजेटमा पनि सब धेरै खर्च चाहिँ हामीले उसको लागि नै कोभिडको लागि गर्नुपर्ने अवस्था छ। हामीसँग पिसिआर ल्याब स्थापना गरेका छौँ। पिसिआर परीक्षण गर्दाखेरि पनि धेरै चाहिँ नि त्यहाँ खर्च हुने भएको हुनाले हामीले अहिले चाहिँ स्वास्थ्य कर्मीहरूको लागि हामी त्यो खालको कहिलेसम्म कोभिड पुग्न सक्छ रहन्छ भन्ने खालको अवस्था नभएको हुनाले जो चाहिँ नि कन्ट्र्याक्ट ट्रेसिङ टिम हुनुहुन्छ उहाँहरूलाई चाहिँ नि हामीले थप भत्ताको व्यवस्था गरेका छौँ भने अरू कर्मचारी साथीहरूको लागि चाहिँ नि त्यस्तो खालको भत्ताको व्यवस्था भन्ने गरी गर्नुभन्दा पनि उहाँहरूलाई चाहिँ एउटा रोटेसन अनुसार चाहिँ काम लगाएको छौँ हामीले। त्यो भएको हुनाले भत्ताको छुट्टै व्यवस्था गरेको अवस्था छैन। जुन कि आर्थिक वर्ष 76-77मा गरिएको थियो, 77-78 आइसकेपछि कोभिड कहिलेसम्म पुग्छ भन्दा कर्मचारी साथीहरूकै पनि के छ त भन्दा हामीले राज्यलाई गर्नुपर्ने दायित्व हो भन्ने गरी उहाँहरूसँग सरसल्लाह भइसकेपछि यो आर्थिक वर्षमा चाहिँ त्यो खालको निर्णय भएको अवस्था चाहिँ छैन। अब सुरक्षा कर्मीहरूको त स्थानीय तहले भन्दा पनि अब नेपाल सरकारको निर्णय अनुसार नै अगाडि बढ्ने भएको हुनाले
नगरपालिकाले गर्ने निर्णय रहेनन्। हजुर, अहिले नगरपालिकामा हामीले अहिले भर्खरै भन्नुभयो यहाँले पिसिआर ल्याब स्थापना गरेका छौँ भनेर, यसमा दिनमा कतिजना जतिको टेस्टसम्म गर्न सकिन्छ हजुर यो ल्याबमा? हजुर हजुर यो पिसिआर टेस्ट गर्ने ल्याब बनाउनु भएको छ भन्नुभयो भर्खरै, यो कतिजनासम्मको टेस्ट गर्न मिल्ला है यहाँ? यो चाहिँ अहिले पिसिआर ल्याब हाम्रोमा छ। हामीहरूमा कन्ट्याक्ट ट्रेसिङ भएकाहरूको यही ल्याबमा नै हामीले परीक्षण गरिराखेका छौँ। त्यो हुँदाखेरि अब कन्ट्याक्ट ट्रेसिङभित्र सङ्ख्यात्मक हिसाबमा धेरै हुनुहुन्छ, कहिले थोरै हुनुहुन्छ। त्यो भएको हुनाले यति नै सङ्ख्यामा भन्ने चाहिँ छैन। हजुर, जो अब सचेत भई अब यो अगाडि कसरी बढ्न सकिन्छ, कोरोना सँगसँगै बाँच्नुपर्छ कि भन्ने अवस्था पनि अहिले आइरहेको अवस्थामा अब यसलाई अब यो सङ्क्रमण कम गर्न कसरी सकिएला त अलिकति के भनिदिनुहुन्छ कि? मैले सरको साउन्ड बुझिरहेको छैन, आवाज चाहिँ नसुनेको अवस्था छ। अब यो कोरोनासँगै बढ्नुपर्छ, अब कोरोनालाई हामीले सँगसँगै लिएर जानुपर्छ भन्ने स्थिति अहिले जनमानसमा यो सोचाइ आइसकेको छ। अब हामी यसलाई कमै गरेर निर्मूलै पार्न त सक्दैनौँ भन्ने जस्तो कुरा आइरहँदाखेरि अब हामी के यहीसँगै हिँड्नुपर्छ त, कोरोनालाई नै लिएर जानुपर्छ त? हामीले अलिकति स्वास्थ्य मापदण्ड र सतर्कताहरू त अप्नाउनु पर्ने नै हुन्छ। यहाँको आवाज मैले राम्रोसँग बुझिरहेको छैन। जे कुरा सुन्नु भएको छ त्योभन्दा फरक एन्सर पनि हुनसक्छ मैले दिँदाखेरि, किनकि मैले आवाज बुझेको छैन। तर मैले अनुमानको रूपमा केही कुराहरू भन्न चाहन्छु, जुन चाहिँ नि अब यो हाम्रो कोभिड कहिलेसम्म जान्छ भन्ने अवस्था छैन। त्यो हुँदाखेरि अब कोभिड सँगसँगै नै हामीले अलिकति स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै जानुपर्छ भन्ने किसिमको धेरैको भाव त्यो खालको रहेको छ। अब नगरपालिकाले चाहिँ हामीले एम्बुलेन्स पनि खरिद गरेको छौँ यही कोभिडकै लागि, कोभिडकै बिरामीहरू बोक्नको लागि भनेर हस्पिटलले पनि कीर्तिपुर अस्पतालसँग नै पनि ती कुराहरू गरेका छौँ भने अहिले चाहिँ अब स्वास्थ्य कर्मीहरूको परिचालनदेखि यावत कुराहरूमा गरेर अगाडि बढेको छ। तर स्वास्थ्य मापदण्ड मान्ने पालना गर्ने कुरा र हामीले चाहिँ अलिकति आफ्नो भौतिक दूरी कायम राख्ने कुराहरूमा चाहिँ यो हामी सबैले सतर्क हुनु चाहिँ जरुरी छ भन्ने हो। हजुर, अब अन्त्यमा एउटा कुरा के सोध्छु भने नगरवासीहरूलाई अब कुनै सुझाव यहाँको तर्फबाट केही दिन चाहनुहुन्छ भने? सर्वप्रथम त आदरणीय नगरवासीहरूप्रति हार्दिक नमन व्यक्त गर्न चाहन्छु, हार्दिक आभार अभिवादन व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। यत्रो लामो समय भइसक्यो कोभिड भएको, सबैको चाहिँ जनजनमा चाहिँ यसले अहिले एकदमै पीडादायी अवस्थामा छौँ हामी सबैजना। त्यो हुँदाखेरि आफ्नो चाहिँ धेरैको रोजगारी गुमेको अवस्था छ, जुन धेरैलाई चाहिँ यसले अप्ठ्यारो पारेको अवस्था छ। यो अवस्थामा पनि सजग भएर सतर्क भएर आफूले जुन किसिमको स्वास्थ्यका अवलम्बनका कुराहरू अप्नाउने कुराहरू अप्नाएर भौतिक दूरी कायम गर्दै लामो समयसम्म चाहिँ यति लामो समयसम्म धैर्य गरेर चाहिँ आफू जुन किसिमको मापदण्ड अप्नाएर बस्नु भएको छ, अबका दिनहरूमा पनि स्वास्थ्यको चाहिँ मापदण्ड अप्नाउँदै अलिकति भौतिक दूरीहरू कायम गर्दै अगाडि बढ्नु हुनको लागि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। अब कोभिड कहिलेसम्म पुग्छ भन्ने अवस्था पनि छैन, हामीहरू एकदमै अन्यलको अवस्थामा छौँ। यो अवस्थामा त्यो भएको हुनाले सबै नगरवासीहरू, सबै चाहिँ उपत्यकावासीहरू, सम्पूर्ण नेपालीहरूमा सतर्कता अप्नाउनु हुनको लागि हार्दिक अनुरोध पनि व्यक्त गर्न चाहन्छु। धन्यवाद उपमेयरज्यू, म यहाँलाई कार्यक्रममा सहभागी आफ्नो अमूल्य समय दिई अमूल्य सुझावहरू हाम्रो श्रोताहरूलाई दिनुभयो, यसको लागि म नेवा एफएमको तर्फबाट धन्यवाद दिन चाहन्छु। यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, केही कुरा राख्ने अवसर दिनुभयो यसको लागि धेरै धन्यवाद दिन चाहन्छु। तर कति कुराहरू यहाँले सोध्नु भएको प्रश्न र मैले दिएको उत्तर फरक पर्न पनि सक्छ, किनकि मैले यहाँको आवाज चाहिँ राम्रोसँग सुनिराखेको थिएन। धेरै धेरै धन्यवाद यहाँलाई। हजुर, भविष्यमा पनि म यहाँसँग फेरि जोडिने कोसिस गर्नेछु। स्वस्थ रहनु होला, तपाईँहरू फ्रन्ट लाइनमा हुनुहुन्छ, स्वस्थ रहेर काम गर्नु न म एकदम अनुरोध पनि गर्न चाहन्छु। यहाँले पनि स्वस्थ रहनु होला। हुन्छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद सर। हजुर, धन्यवाद। अहिले म कुरा गर्दै थिएँ, नमस्कार, अहिले म कुरा गर्दै थिएँ कीर्तिपुर नगरपालिकाका उपमेयर तथा प्रवक्ता सरस्वती रिजाल खड्काज्यूसँग। उहाँसँग अहिले कीर्तिपुर नगरको हालको स्थितिबारे मैले यहाँलाई जानकारी गराएँ आजको कार्यक्रममा। कीर्तिपुर नगरपालिकामा पिसिआर ल्याब स्थापना पनि भइसकेको छ। यहाँ कन्ट्याक्ट ट्रेसिङबाट कतिजनालाई दिनमा अब कन्ट्याक्ट ट्रेसिङमा आउनुभएकाहरूलाई पिसिआर टेस्ट पनि गरिरहेको छ र सुरक्षा भत्ता पनि हाम्रो नगरपालिकाबाट उपलब्ध भएको रहेछ। म कार्यक्रमबाट बिदा हुन्छु। भोलि फेरि यो कार्यक्रममा जम्का भेट हुने नै छ। आजलाई प्रविधि संयोजनमा दिलीप कुमार महर्जन सहित म शङ्कर थापालाई बिदा दिनुहोस्।
नमस्ते, शुभया।